हेर्नुहोस्, यो साँझको टाइम हो, सन्ध्याकालीन समय हो। भर्खरै सूर्यनारायण अस्ताउनु भयो भने यतिखेर पूर्वतिरबाट भवन चन्द्रमा उदाउँदैछ। हेर्नुहोस्, चन्द्रमाको प्रकाश अघि 20 मिनेट अगाडि भन्दा अहिले धेरै अगाडि चकिलो हुँदै आएका छन्। हेर्नुहोस्, खुल्ला आकाश छ। पूर्वतिर अँधेरो जस्तो देख्छ भने पश्चिमतिर भने अझै उज्यालो छ र सूर्यनारायणको अझै पनि पहेँलो प्रकाश अझै पनि छ पश्चिमतिर भने। हेर्नुहोस्, भवन चन्द्रमा आरामसँग अगाडि बढ्दै बढ्दै आइरहेका छन्। हेर्नुहोस्, यतिखेर जहाँबाट मैले भिडियो लिइरहेको छ अझै पनि यहाँ पुरा साँझ त परेको छैन, झमक्क साँझ पनि परेको छैन। अझै पनि हामीले 200 मिटरसम्मको मान्छे आयो, को मान्छे जानेछ भन्ने हामीले मान्छे स्पष्टसँग देख्न सक्छौँ। हेर्नुहोस्, चराहरू चिरिरी कराइरहेछन् भने सिरिरी हावा पनि चलिरहेका छन्। भवन चन्द्रमा अझ अगाडि अगाडि बढ्दै आइरहेका छन्। हेर्नुहोस्, भगवान भनेको भगवानको आफ्नो कामलाई निरन्तरताका साथ दृढ विचारका साथ लिएर भवन चन्द्रमा अगाडि बढ्दै आइरहेका छन्। भगवान भनेको निस्वार्थ हुन्छ, साँच्चै निस्वार्थ हुन्छ। भगवान आफ्नो कर्तव्यमा निष्ठावान हुन्छ, निष्पक्ष हुन्छ। भवन चन्द्रमाको प्रकाश के एकजनाले मात्रै पाएका छन् र संसारभरका सबै प्राणीहरूले, सबै जीव जन्तुहरूले, सबै मनुष्यहरूले समान रूपमा पाइरहेका छन्। संसारका कुना कुनाबाट, जुनसुकै ठाउँबाट हामीले भगवानलाई हेरे पनि भवन चन्द्रमालाई जस्ताका तस्तै देखिन्छ। यदि भगवान होइनौँ भने हामीले संसारको एउटा कुनाबाट अर्को रूप, अर्को कुनाबाट अर्को रूप देख्नु पर्ने हो भगवान चन्द्रमाको। तर त्यस्तो हामीले देख्न सक्दैन पनि, देखिँदैन पनि। भगवानको रूप एउटै छ। भगवान एकनासले आफ्नो कामलाई पुरा गर्नुहुन्छ, आफ्नो कर्तव्यले पुरा गर्नुहुन्छ। त्यसैले भगवानको रूपमा कुनै पनि हेरफेर हुँदैन र हेरफेर छैन पनि। हेर्नुहोस्, भवन चन्द्रमाको रूप अझ चहकिलो हुँदै आइरहेका छन्, चाकिलो हुँदै आइरहेका छन्। अनि पूर्वतिर रातको सङ्केत पनि अझ बढिरहेका छन्। पश्चिमतिर पनि अझै उज्यालो छ। एकपटक पश्चिमतिरको झलक हेर्नुहोस् त। हेर्नुहोस्, पश्चिमतिर पनि सूर्यनारायणको पहेँलो प्रकाश अझै पनि हामीले देखिरहेका छन्। हेर्नुहोस्, तर पूर्वतिर पनि अँध्यारो हुँदै भगवान चन्द्रमा अगाडि बढ्दै आइरहेका छन्। त्यसैले हामीले भगवानको प्रार्थना गर्नुपर्छ, भगवानलाई सम्झिनुपर्छ।
भगवानको नियमलाई हामीले पालन गर्नुपर्छ। भगवानको जस्तै विचार लिनुपर्छ। हामीले पक्षपातको भावनालाई हाम्रो हटाउनुपर्छ। हाम्रो दिमागमा भएका नराम्रो विचारहरूलाई हटाउँदै जानुपर्छ। अनि हामी पनि हामीले चाहेको इच्छाहरू भगवानले जस्तै पुरा गर्न सक्छौँ र हामीले भगवानले जस्तै धेरैभन्दा धेरै प्राणीहरूलाई मद्दत गर्न सक्छौँ। हामी पनि निष्ठावान बन्न सक्छौँ। यो संसारमा हामीले धेरैभन्दा धेरै नियमहरूलाई प्राकृतिक सिद्धान्त भन्नु नै भगवानको नियमहरूलाई पालन गरेको खण्डमा अवश्य पनि हामीले हाम्रो इच्छाहरूलाई पुरा गर्न सक्छौँ र हामीले सोचेका हामीले ताकेका गन्तव्य स्थानमा हामी अगाडि बढ्न सक्छौँ र पुग्न सक्छौँ।